नले भन्दा पनि मौरी ल्याएर बनाएकै हुन्छ हैन त्यसलाई बनाएर बेच्ने हो त्यो प्रोसेस पछि हाम्रो पनि फार्मिङहरु हुन्छ सँगै यात्रा गरौँ अर्को यो दोस्रो कुट त्यो त हजुर त्यो त हजुरले बोरा ल्याएर मौरीलाई खुवाउनुहुन्छ बर्खा सिजनमा है के कुट हो सर यो दुईटामा एउटै हो नि यताको बी ब्रेड हो यताको बी पोलन नेपालीमा भन्दा चाहिँ दुईटा कुट भन्नु पर्यो हैन हजुर 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 यताको बी ब्रेड यताको बी पोलन बी पोलन चाहिँ मौरीले खुट्टामा बोकेर लिएर आउँदै गरेको जुन देख्छौँ अनि घरभित्र सार्ने ठाउँमा ट्र्याप राखेर त्यो ट्र्यापमा सङ्कलन गरेको चाहिँ यो अर्को दोस्रो बट्टा भयो यो पहिलो बट्टा चाहिँ घरभित्र लगिसकेर उसले पनि प्रशोधन गरिसकेको भयो यो त्यसको भन्दा त्यसको डबल रेट पर्छ काम पनि त्यति नै धेरै छ अब एकैछिन यो बी ब्रेड चाहिँ हामी बनाएको छैन कसरी उयो बनाउँदैछ कसरी हाल्छ त्यो झन् हामीले केही बनाउनै पर्दैन मौरीको चाकामा जुन कुट हुन्छ नि त्यो चाकामा यसो चिर्ने अथवा केही प्रविधि लाउने र त्यसलाई त्यो डल्लो निकाल्ने मात्रै हजुर त्यो डल्लो फेरि बाँध ढाका हुन्छ त्यसले त्यसमा त्यो वाक्स नमिसाइकन झिक्ने मात्रै केही परेन बी ब्रेड धेरै महँगो डबल मौरीले चाका छ र पनि त्यसरी लगाएर फालिन्छ त्यो त हैन यो कोलन पनि बिग्रिन्छ यसलाई पनि सुकाउनु पर्छ हजुर ड्राई गर्नुपर्छ त्यसलाई पनि बी ब्रेड पनि ड्राई गरेर ल्याउन मिल्ने हो हजुर निकालेर ड्राई केही न केही चाहिँ टेम्परेचर मेन्टेन गर्नुपर्छ अलि लामो समय राखेपछि यहीँ हाम्रो स्टोरमा पनि कालो भइसकेको हुन्छ हजुर तुरुन्तै ढुसी लाग्छ हो अब रोयल जेली यो रोयल जेलीको बट्टा 10 ग्रामको यो 10 ग्रामले चमत्कार देखाइन्छ मान्छेको शरीरमा 10 ग्राम रोयल जेलीले चमत्कार देखाइन्छ प्रोपोलिसलाई यसरी लिक्विड बनाइएको छ प्रयोग गर्नलाई प्रोपोलिस उत्पादन गर्न सजिलो छ यसको बारेमा जैविक अलिक गाह्रो छ बनाउन प्रोपोलिसमा के हुन्छ यो हामीले उत्पादन गरेर अथवा प्रशोधन गरेर के गर्न सकिन्छ यसमा पाता सकिन्छ भन्ने कुरा म भइहाल्छ है सर पाता पटाएर राखिरहेको छ अहिले त हजुर बेच्ने ठाउँ छैन राख्यो कालो भरिन्छ नि बटाएर भित्र छन्क्यायो हजुर पाता सकिन्छ हजुर रोयल जेलीको ट्याब्लेट म त मैले बोक्नै पर्दैन हजुर म त हामीसँगै छ बी पोलन गुड यही हो प्रोस्टेट ठिक पार्ने बी पोलन कति ग्राम दुध आउँछ त्यो 100 ग्राम यो रोयल प्रोपोलिस कति खानुपर्छ त्यो यो र यो एकपल्ट यो यति एकपल्ट खाँदाखेरि ठिक भयो पाइप खोल्नु भयो आज बिहान फोन गर्नु यो मैले खाँदैछु यो पर्पलिस थोपा होइन ताजा थोपा खान्छु बिहान तर यसले थाइरोइडहरू ठिक गर्छ कि भनेर चाहिँ मैले प्रेसरहरू ठिक गर्छ कि भनेर खाएको यो गोपाल ढुङ्गेल सरसँगै लिएको मैले उहाँ त्यसको मेम्बर पनि बन्नुभएको छ हाम्रो समूह पनि छ हाम्रो बाउ देशीय मौरीपाला अनि यसले गर्छ कस्तो गर्छ त सर यो पर्पलिसमा हामीले नबुझिकन खायौँ मुखमा आएका ब्याक्टेरिया पनि मार्ने हो मुखभरि चलाएर निल्ने हो यसलाई खाने तरिका त्यसरी हो है त अहिले मैले थोपा गनिरहेन म रोगको बारेमा आउँछु ल रोगको बारेमा 2 घण्टा कुरा भयो हजुरले यसबाट उपचार गर्नुहुन्छ म 2 घण्टा त्यसलाई समय राखेको छु अब मात्राहरू नजानेर पनि कहिलेकाहीँ समस्या छ यो हनी यो 1200 ग्रामको छ 1500 बेच्छौँ भने त्यो 1000-1100 रुपियाँ केजी तपाईँहरूले पनि त्यस्तैमा रेट बेचिराख्नु भएको छ होइन त तर यो दोस्रो हनी पोलन हनी यही पोलन मिसाइएको छ 2500 रुपियाँ त्यही ग्रामको सेम ओजनको है त अर्को थेरापी हनीको प्रकार थेरापी गरेर रोग ठिक पार्नलाई छुट्टै हनी त्यसो छुट्टै टेम्परेचरको कुरा भयो त्यसमा छुट्टै मिसाइएको छ कि मिसाइयो के होइन टेम्परेचर छुट्टैमा तयार गरिएको छ त्यो कुन टेम्परेचरले अझ धेरै तान्छ भन्ने कुरा हो हामीले आकाशीय हनी भनेर युरोपबाट मगाएर थेरापी गर्थ्यौँ त्यो बराबरको रिजल्ट म आफैले त्यो उताले मगाउने महँगो पनि भयो बेलामा पाइँदैन पनि यहीँ चाहिँ फापरको महले त्यस्तै गजबको रिजल्ट निकाल्यो फापरको महले म 6000 रुपियाँको केजीको मह भन्न सकिनँ फापरलाई
भन्नु पर्यो नि त अब होइन। भन्नु पर्यो। तर हामी त्यसरी बेच्न सक्छौँ र गाह्रो छ नि है। गाह्रो छ। हो त्यो गुण निकाल्नु पर्यो। अर्को रोयल जेलीको ट्याब्लेट मौरी जाने चिजहरू यिनैबाट हजुरले यो तपाईँको कोर्समा आइपुग्ने रहेछ, यो केही दिनकोमा आइपुग्ने रहेछ। मैले यो कुरा बुझेँ होइन। आज नै रोयल जेली निकाल्न सिकाउँदै योहरू गर्दै गर्दै हुनुहुन्छ होइन। भनेपछि भोलि पर्सि प्र्याक्टिकल पनि गर्नुहुन्छ। सायद दिनेश थापा हो सर त्यहाँको लागि? दीपक थापा सौराको हो हजुर। ए मसँग चिनान छ भन्नु योहरू उत्पादन गर्छौँ भनेर भन्नुहुन्थ्यो। तपाईँहरू सप्लाई गरिदिनुहुन्छ, हामी कति युरोपको मात्रै भर पर्ने भनेर अलिअलि नेपालको किसानको लिँदैछौँ कि नपुगेको मात्रै उताबाट मगाउने हो कि अहिले। उताबाट मगाउँदा पनि कच्चा पदार्थ मात्रै मगाउने हो। यहीँ सुरुवात गरिसक्यौँ। अब पहिले टेक्नोलोजी भित्रायौँ, वैज्ञानिक हात लियौँ, अनि उनीहरूलाई पनि रोजगारी जता पाइयो त्यतै आउने हुन्। त्यसो गरेर चाहिँ सहायता लिँदै लिँदै मौरीले यी चिजहरू गर्न सक्छ। अर्को बी भेनम मौरीको विष। यो मौरीको विषको क्रिम यसको आधा छ, यतिको मात्रै छ, 4800 रुपियाँ पर्छ। मौरीको विष 4800 रुपियाँ यत्रो क्रिमलाई काम गर्छ त मान्छे लैजान्छ। अस्ति इटलीकै एकजना आउनुभएको थियो, मैले 5वटा लगिसकेँ सर, यसले त साह्रै जादु गर्छ मौरीको विषले भन्नुहुन्छ। अब हामी ममा मात्रै बसिराख्ने कि विष पनि उत्पादन गर्ने? विष पनि गर्ने होइन। किसान भएपछि त त्यहाँदेखि त्यहीबाट जे हुन्छ त्यो उत्पादन गर्नु पर्यो नि। गाई पालक किसान हुँ, गोबर उत्पादन गर्छु, तरकारी खेती छ भनेर गोबर उत्पादन गर्दै दुध जति चाहिँ बाछालाई कमाउनु के काम लाग्छ? आज हामी मौरी किसान पनि त्यस्तै त भइरहेको छैनौँ नि होइन त? मौरीका यी सबै उत्पादन भन्दा सबैभन्दा सस्तो, सबैभन्दा थोरै मात्रै काम गर्ने मह हो। तर त्यो अमृत हो, मान्छेले किनेर खान नसक्ने गरी हो है। अझ अथवा त्यो रोग लागेको बेला मात्रै खानुपर्छ भन्ने महान चिज भनेर राख्ने, साझेर राख्ने, त्यस्तो चिज भइरहेको छ। त्योभन्दा महान चिजहरू चाहिँ झन् घारमै सडाएर छोडिदिने कि है। यसमा अरू छलफल गर्नु पर्दैन होला, म अगाडि बढ्दाखेरि पनि हामीले भेट्ने प्रोपोलिस यही हो। यो प्रोपोलिसलाई यस्तो बनाइएको छ, यो फरक फरक बट्टामा छ। सिसाको बट्टामा जाडो सिजनमा आउँदा यो प्लास्टिकको बट्टामा किनभने उतैबाट तयारीमा ल्याएको थियो। अहिले चाहिँ यहीँ बनाएकोले गर्दाखेरि सिसाको बट्टामा राख्न पाइयो, किनभने सिसा गरम भएकोले गर्दा ढुवानी खर्च धेरै लाग्थ्यो है। कुरो अहिले यहीँको प्रोपोलिस लिएर यही उत्पादन गर्नुभयो। यहीँ पनि छ, कच्चा पदार्थ अहिले ल्याउँछौँ पनि उता, किनभने यहाँ त्यो बोरा अझै त्यो प्रोपोलिस केसहरू आइपुगेको छैन, त्यो प्रयोग गरेको छैन। अनि प्रोपोलिसलाई वातावरण नै शुद्ध हुनुपर्छ कि जहाँसुकैको प्रोपोलिस प्रयोग गर्नु पर्दैन। यो त खाद्य चिज हो नि त। धुलो उड्ने ठाउँको, हेभी मेटल भएको ठाउँको, सिमेन्ट उद्योगहरूको छेउछाउको, सडक छेउछाउको, स्टिल फ्याक्ट्रीको छेउछाउको प्रयोग गर्न हुँदैन। सर हामीले अनि डाइरेक्ट प्रोपोलिस यो पानीमा कहिले खाने गर्छौँ, त्यसले चाहिँ के गर्छ? यो प्रोपोलिस होइन डाइरेक्ट मौरीको यतापट्टिको यतापट्टि अलिअलि केही काम गर्ला, रिसर्च नगरेको चिज भरसक नखानु भन्ने सल्लाह दिनुहुन्छ वैज्ञानिकहरू, मान्न पर्यो होइन। के हो भने त्यसमा चाहिँ हाम्रो धुलोहरू मिसिएको हुन्छ, सिमेन्ट उद्योगको त्यो कणहरू मिसिएको हुन्छ, त्यसले हानि गर्छ भन्ने कुरा हो। त्यस कारण यो कच्चा चिज नखाउँ भन्ने उहाँहरू सल्लाह दिनुहुन्छ। अब यही खाँदाखेरि पनि दाँत दुखेकोहरू सन्चो गराउन सकिन्छ। र यो पानीमा घुल्न चाहिँ पानीमा घुल्दैन सबै चिजहरू, यसमा भएका तत्त्वहरू पानीमा घुल्दैन। त्यो घुल्नलाई फ्याक्ट्रीबाट घुलाउनु पर्यो, त्यो घुल्ने चिजहरूमा फिट्नु पर्यो है। त्यो गरिसकेपछि यसमा सबै चिज आयो, त्यसमा चाहिँ सबै चिज आएन। जति आयो त्यतिले गर्ने काम चाहिँ गर्यो, राम्रै गरेर चाहिँ होस् है। केही न केही गर्यो। अब प्रोपोलिसले यतिवटा काम गर्दो रहेछ। पिनास, हात छेउ, रुगाखोकी, टन्सिल, घाँटी दुखेको, दाँत दुखेको, दाँत किराले खाएमा, गिजा पाक्ने, मुख गनाउने, पिम्पलहरू आउने, यता यो छालामा आउने पिम्पलहरू, डन्डीफोर, रिङ्कल बुढौलीमा त्यो चाउरी पर्ने त्यो हटाउँछ। निद्रा नलाग्ने समस्या छ, प्रोपोलिस खानुपर्छ। पाइल्स प्रोपोलिसले ठिक गर्छ। डायबेटिज, सुगर, चिनी रोग भनौँ त्यो ठिक गर्छ। मुटुको रोग प्रोपोलिसले ठिक गर्छ। उच्च रक्तचाप, प्रेसर हाई भन्छौँ त्यो ठिक गर्छ।
मृगौलाको रोग त्यो राम्रो गर्छ, पक्षघात प्यारालाइज भएको मान्छेहरूलाई उठाइदिएको छ प्रोपोलिसले, ग्यास्ट्रिक त्यो ठिक गर्छ, टाउको दुख्ने रोग यो खालका समस्याहरू ठिक गर्छ, माइग्रेन त्यो ठिक गर्छ, बाथ रोग ठिक गर्छ, जोर्नी दुखाइहरू त्यो ठिक गर्छ, प्रोस्टेटको कुरा अघि मैले भनिरहेको छु, कलेजोको रोगहरू कलेजोलाई राम्रो गर्छ, कलेजो खत्तम गर्न सक्यो भनेको मान्छे यसले फेरि पुनर्जीवित गरिदिएको छ। डाक्टरले आफ्ना श्रीमतीलाई थाइरोइडको उपचार गर्न चाहिँ हामीसँग लानुहुन्छ आज। आफ्नो श्रीमतीको उपचार गर्न सक्नुभएको छ नि डाक्टरले, अब हामीसँग रोइल लैजानुहुन्छ। कलेजोको रोग, नङ पुर्ने जुन चाहिँ नङको यो दसैँमा नयाँ लुगा लाउन पाइने हो भन्ने आउँछ, यो नङ पुलेपछि नयाँ लुगा लाउन पाइने यो फङ्गल हो, त्योहरू हटाइदिन्छ है। मुखको घाउ, डायबिटिजको घाउ, सुगर रोग, चिनी रोगको घाउ ठिक हुँदैन कहिले पनि, मेडिकल साइन्सबाट ठिक हुँदैन, तर यसले ठिक गर्छ। प्रेसर लो हुनेले चाहिँ खानु हुँदैन पर्पलिस। प्रेसर लो हुनेले यो पानीमा नुन मिसाएर, बिरे नुनहरू मिसाएर अथवा खाना पछाडि खाने। अनि डायबिटिज घाउ, पुरानो घाउ, कुनै पनि पुरानो घाउहरू त्यो ठिक गर्छ। बेड सोर्सहरू, सुत्ता पक्षघात भएको, जुन प्यारालाइज भएका बिरामीहरूको सुत्ता लागेका घाउहरू हुन्छ त्यस्ता घाउहरू है। स्तन क्यान्सर, रगतको क्यान्सर, यत्रो चिजहरू चाहिँ ठिक गर्छ। यसको मूल्य कति हुन्छ? यसको 2265 कसो छ। त्यो डलरको भाउ बढ्दाखेरि बढ्ने, उता अहिले बढेको मैले किन्दाखेरि 2060 मा किने। 2060 2265। मैले सुरुवातमा ल्याउँदा 2600 जतिमा लिएर आएर पाएको हो घरमा। यसको 72 साल मन्जन पनि राम्रो छ। मन्जन पनि राम्रो छ। अब हेर्नुहोस् है, त्यतिले यत्रो काम गर्दै रहेछ। यही प्रोपोलिस यही मिसाएर स्याम्पू तयार भएको छ। स्याम्पूले चाहिँ कपाल झर्न रोक्ने भनेको कपाल पलायो भने मच्छर पनि टोक्नलाई बस्दा चिप्लेर लड्ने अहिले अल्झिने भएको छ। उहाँले त्यो चाहिँ भयो जति अलिअलि लाउँदै जाँदा स्याम्पूमा मिसाएको प्रोपोलिसले गर्दाखेरि पनि त्यस्तो भयो, कपाल पलाउँछ। अब हामी ढुक्क साथ भन्न सक्दैनौँ कपाल पलाउँछ। त्यो गुण भनेको चाहिँ प्रोपोलिसको गुण हो। प्रोपोलिस यो कुरामा चाहियो है। साबुन, प्रोपोलिस साबुन, चिउरीको घिउमा प्रोपोलिस मिसाइएको छ। यसले चाहिँ हामीले त त्यत्रो केही भनेकै छैनौँ, भर्खर थाहा पायौँ। 2 जनाले भइसक्यो पोतो गयो भनेर, अनुहारको पोतो यो साबुनले मुख धुँदाखेरि, यो साबुनले मुख धुँदाखेरि पोतो गयो। किन गयो त भन्दाखेरि यहाँ प्रोपोलिस छ, अर्को चिउरी पनि छालाको लागि राम्रो हो, जडीबुटी हाम्रै छ, पोतो समेत जाने हामीले दाबी नगरेको कुरा उहाँहरूले भन्नुभएको छ। अब यतातिर निस्किने त्यो सेतो खालको छिप्रा निस्किने दुबी खालको त्यो साबुनले नुहाउँदा गयो भन्नुभएको छ। त्यसै जान्छ यो साबुनले, मैले पनि युज गरेको हो। युज गरे भन्नुभएको छ। यस्तो गर्नुमा अब चिन्छ घमुरा आएर यो साबुनले सट्ट जाने सरक्कै नै हराउँछ। यो चाहिँ हामीले युज गरिरहेको छौँ। प्रोपोलिस र चिउरीको घिउको कमाल। अर्को टुथपेस्ट, उहाँले टुथपेस्ट प्रयोग गर्नुभएको छ, टुथपेस्टको कमाल। प्रोपोलिस मिसाइएको छ जे कुरामा पनि प्रोपोलिस, सब प्रोपोलिस स्याम्पू, प्रोपोलिस टुथपेस्ट हो। यी चिजहरू बनाउन पाइन्छ। अब हामी अँगाएर त माझ्न जाँदैनौँ नि त, अँगाएर दाँत माझ्नेतिर त छैन नि त। अब हामी त्यो त फर्किन सक्दैनौँ, तिनीहरूले नुहाउनेतिर हामी जान नसक्ने भयौँ। भनेपछि अब हामीले यी चिजहरू प्रयोग गर्छौँ, जे प्रयोग गर्छ गुणस्तरीय प्रयोग गरौँ, राम्रा चिजहरू प्रयोग गरौँ, स्वस्थ जीवन जिउने खालको प्रयोग गरौँ। त्यसो भए मौरीको सङ्गतले गर्दाखेरि गजब हुनेवाला छ। यो महँगो भएको चाहिँ अब पछि धेरै उपलब्ध भयो भने चाहिँ भाउ झर्छ कि यस्तै हो सर? यो त अलिकति उसले त निम्न वर्गको मान्छेले त खानुलाई गाह्रो। यो 2022 लाएर त एउटा प्रोपोलिस त खानु सक्दैन। तपाईँ अब प्रोपोलिस सुन हो। सुनलाई के भन्ने, अब सुन कहिले घट्छ भन्ने कि के भन्ने, प्रोपोलिस सुन हो। यस्तो भएको छ यो के छ भने अब आम उपभोक्ताको पहुँचभित्र भन्नु पऱ्यो कस्तो पनि होइन। अब जस्तै हामीले प्रोपोलिस हामी नेपालले उत्पादन गरेको प्रोपोलिस पुग्ने दिन आयो भने हामी कहाँ त प्रोपोलिसको मूल्य धेरै बढी छैन।
किलोको 2000, 2500, 3000, 1500 यही सबै त्यो किलो पर्पोलिस लिएर बन्न सक्ने बाँकी केमिकल र अर्को त्यो केमिस्ट्रीको भित्रको कुरा अरूको भित्रको खर्चको कुरा त सधैँ छ त्यो। हामी 2000 को पाल्दा 2000 मा पाउनुपर्छ भनेर राख्न त त्यो मूर्खता भएन। तर यो सबै क्यालकुलेसन गर्दाखेरि त्यो एनालाइसिस गर्दाखेरि यो मूल्य बजार मूल्य भन्दा अलिक धेरै बढी हो कि भन्ने चाहिँ हुन्छ। त्यही पनि मान्छे यस्तो महँगो छ सोच्नुमा जाउँ भन्ने पनि हुन्छ। होइन यो यस्तो रहेछ सर, सनसिल्कको स्याम्पू र यो स्याम्पू यो चाहिँ सस्तो छ। यो सस्तो कति छ? 400 ml को 495 रुपियाँ छ। 550 पर्दो छ सनसिल्कको 400 ml चाहिँ। यो चाहिँ सस्तो केमिकल त्यो पुरै केमिकल हो। सनसिल्क पुरै केमिकल हो। अब भनेपछि हामी के भन्न सक्छौँ? जस्तै पोलनको कुरा छ, यो पोलनको कति मूल्य छ 100 ग्रामको? यो 1980 कसो छ? यो पोलन पनि महँगो भयो कि अब हुन त अब उद्योगको आफ्नो कुरा होला होइन। यो 100 ग्रामलाई 1900 पऱ्यो भने हामी 1 किलोको कतिको बेच्छौँ त भन्दा 2025 बेच्छौँ, 3000 बेच्छौँ पोलन। यहाँनिर अलिकति यो जुन फेरि गलत कुराको नाम लिन राम्रो होइन। एकपल्ट हर्बो भन्ने नेटवर्कले नेपालमा ठुलो एउटा हलचल मचायो, त्यसकोमा पनि शिकार हो, ठुलो हलचल मचायो। त्यो हर्बोले के गर्यो भने इलाममा गएर 1000 किलो चियापत्ती ल्याउने अनि विभिन्न प्लान देखाएर चाहिँ 10,000 किलो चाहिँ चियापत्ती बेच्ने कि। डाक्टर आइसके, इन्जिनियर आइसके, पाइलट आइसके, सब हामीसँग आइसक्यो, अब देश बनाउने भनेर हिँडेको। अनि त्यस्तोमा म पनि शिकार भएँ। धेरै पैसा त बढी गएर 20,000 मेरो पनि गयो। र त्यो चिया त आफूमा ठिक छ नि, फेरि त्यो नराम्रो होइन नि त्यो हर्बल बेचेको चिया। तर त्यो 1000 को चियालाई 10,000 बेच्न हुने कि होइन भन्ने कुरा आयो कि त्यहाँ। अनि त्यो त कानुनी रूपमा पनि खेल भयो। त्यो प्रयोगमा मात्रै नभएर कानुनी खेल भयो त्यो। सरको कुरा बुझेँ मैले। यो कानुनीको मामलामा हामी त कम्पनी अन्तर्गत छौँ, हामी त कानुनी रूपमा त सुरक्षित छौँ होइन। तर मूल्यको मामलामा मूल्यकोमा पनि त्यस्तै गरेछौँ। फेरि मैले घरकोसँग तुलना गरेको होइन, फेरि यसलाई एउटालाई तुलना गरेर भनेको होइन। कसैलाई नाम ल्याउने ठिक हो, ठिक हो, ठिक हो। यो यतिको जिज्ञासा आउनै पर्छ सर। अब म यसको समाधान गर्छु है सर। हजुर, जस्तै हामीले मैले रियल घटना नै के भनिदिन्छु भने कोलपुरमै हुँदा यो एकछिन छ अरे कोलपुरमै यो 100 ग्रामको पोलनलाई मेरो छिमेकी छ, मलाई देखायो 1800 भने। मैले यति महँगो किन बेचिरहेको छ त्यो धेरै महँगो पो भनेर। किन उसलाई त थाहा नै छैन पोलन चाहिँ के हो। मौरी पाल्ने बाहिर त पोलन भनेको थाहा नै छैन। मैले यो पोलन हामीले एकदमै शुद्ध रूपमा आफैले पालन गरेको पोलन हामी बेच्न सक्छौँ। त्यो कम्पनीको कुरा गर्दा हामी पोलन बेच्छौँ, मूल्य घटाएर हामी। हजुरले हाम्रो मापदण्डको पोलन खोजी गर्दाखेरि अहिले बेचेको रेटमा हजुरले नै बेच्न सक्नुहुन्न। अहिले देशको मापदण्डमा नेपाली पोलनले म्याच खाँदैन त, खान्छ। किसानहरू लिने रेट हजुरको त त्यही मूल्य त्यही हो। त्यो तर व्यावसायिक उत्पादन त्यस्तो तरिकाको अलिक हुँदैन। यस्तो चिप्स बनाउने आलु हिमाञ्चलको आलु प्रयोग गरिरहेको छ विनोद चौधरीले। हिमाञ्चल नेपालमा आलु नफल्ने गरेर यस्तै कुराहरू फरक पर्छ। किनभने कि त्यहाँ आउनु पर्यो कि हिमाञ्चलकै प्रयोग हुने। अब यहाँ हजुरले पनि 3000 मा दिन सक्नुभयो भने भयो राम्रो, तर सक्नु अलिकति नसक्नु होला है। किनभने त्यहाँको वातावरण चेक गर्नुपर्छ। त्यहाँ त नदेखिएको खर्च छ नि। तपाईँको वातावरणमा कतिको हेभी मेटल छ भन्ने कुरा त हेर्नु पर्यो नि। त्यसको कस्ट त हजुरको पोलनमै जोडिने हो नि। युटनले हेभी मेटलको टेस्ट गराए पनि हजुरले गराए पनि पोलनमै जोडिने हो। अन्त्यमा ल्याएर गर्ने त होइन त्यसलाई। यो पोलनलाई हामीले 18,000 किलो खाने होइन। यो 100 ग्राम हिसाब किलोको 18,000 पर्छ। 1200 रुपियाँ किलोको पोलन छ नि त सर मार्केटमा। 1200 रुपियाँ किलोको पनि मैले त्यो पनि भेटेँ। यो 20,000 भने चाहिँ यो 20,000 किलो पऱ्यो कि पोलनको मूल्य। यो यही अलिकति हाम्रो सोचभन्दा टाढा हो कि वस्तु राम्रो हुँदा पनि हामी जान नसक्ने हो कि त्यो। अहिलेसम्मको त्यो इस्कुसको उदाहरण ल्याएँ नि मैले। एउटा इस्कुसको उदाहरण पनि छ। अब यहाँ प्रफिट हो भने हामी पनि यो ठाउँमा आउनुपर्छ, हजुरहरू यो ठाउँमा आउनुपर्छ। सम्भव छ हामी त्यहाँ आउनु छ नि, सम्भव छ। हजुरहरू सेयर हालौँ न यहाँ। आर्थिक मापदण्डको कुरा त धेरै कठिनाइ छन्। साझेदार बनाउँ न। हाम्रो 20वटा उद्योग खोलिन्छ। आइपिओहरू चाहिँ आइपिओ। अब हेर्नुहोस् है सर, के हो भने नि एउटा मेरो छिमेकमा
दुईटा ब्याङ्कको तुलना गरेँ कि साथीहरू छन् ब्याङ्कका म्यानेजर तर ब्याज दर 18% लाउँछन् मलाई। अब त्यो ब्याङ्कबाट मैले सेयर खाने के अरे ऋण खाने हो र? अब नखाने ऋण लिन कहाँ जाने? सस्तो ब्याज दरमा जाने। त्यो कुन हो? कृषि विकास ब्याङ्क र त्यहाँ जाने। तर त्यो ब्याङ्कले 18% लिन्छ भने उसले धेरै कमाउँछ नि। त्यसपछि सेयर किन्ने किन त्यसैको सेयर ऋण खोज्नु भयो होइन र? कमाउने ब्याङ्कको सेयर खोज्ने, सस्तो दिने ब्याङ्कको ऋण खोज्ने हो। तपाईँलाई यो महँगो बेचे जस्तो लाग्यो, यसलाई कच्चा पदार्थ हजुरले सप्लाई गर्ने र उद्योगको मालिक गर्ने। सिधै भने हो यो चाहिँ महँगो बेच्यो, तिमीले 18,000 किलो नबेच, हामीसँग लैजाउँ कतिको कम भन्ने, कहाँ त्यत्रो कम भने अब भर्खर केटाकेटी हुँदैन गाउँ मार्केटिङ गर्ने त सदस्य बन्ने पनि आफूले के क्राइटेरिया छ गाउँमा युट्युबका सरहरू छन् के? हजुर नाम के थियो उहाँको? नाम त मेरो छिमेकीहरू चिन्नुहुन्न होला, अनि तलले भर्खर भनेका नयाँ सदस्यहरू मेरो छिमेकीको कुरा हो। अन्त त्यो उसको समितिको बुहारीको कुरा गरेँ। चुनावको बेला घर घरमा गइयो नि, घर घरमा यो वस्तु भेट्यो त्यो वस्तु भेट्यो, पर्सनली उनका पनि व्यापारका कुरा गर्ने, हामीले पनि हाम्रो कुरा गर्ने भयो। त्यो क्रममा यो गर्नु पऱ्यो दाइ, तपाईँले यो चाहिँ हाम्रो सदस्य बोल्नु पऱ्यो भन्दै कुरा गर्दै सबै हेरेँ, उनीसँग सबै सामान्य हेरेँ। तर उनको घरमा एउटा चाहिँ राम्रो कुरा पनि गरेको थियो। राम्रो त धेरै कुरा छ, यसको वस्तु नै राम्रो छ। सुगरको बिरामीलाई सन्देह भएकोलाई चाहिँ यो र मिसाएर खाँदाखेरि कति पर्सेन्ट मात्रा रहेछ। त्यसकारण सर अब हाम्रो बानी चाहिँ यही परेको छ वास्तवमा। कस्तो भन्ने कुरा हेर्ने भन्दा सस्तो भन्ने कुरा त उहिलेदेखि हेर्दै आएको छ नि त हामीले, होइन? यो कुरामा छ। अब त्यो कुराको लागि कस्तो भने साबुन 1200 रुपियाँ गोटाको साबुन छ नि, यस्तै साबुन यहाँ बाटोटीमा गयौँ भने छ नि त। हामी 30 रुपियाँको साबुन खोजी पनि पाइरहेको छौँ। 50 को साबुन खोज्नु यो साबुन कति 150 को छ होइन? मान्छेलाई यस्तो समस्या हुन्छ कि बरु साबुनले मुख नधुने हात नखाने त्यो कोही त्यति फोहोर पैसा कमाउनेको समस्या हो म्याडम त्यो। उनीहरूलाई नै धेरै पैसा कमाउने बाटो देखाइदिने हो। संस्था रहनुको यो एउटा नारा हो भने त अलिकति संस्थामा उयो गरेर सबैले उनीहरूलाई पैसा कमाउने तरिका सिकाइदिने हो। तिमीहरू गरिब नै बसिरह अनि सस्तो सामान खाऊ भन्ने होइन कि उनीहरू पनि धनी बन्न र सबै चिजहरू चाहिँ प्रयोग गर भन्ने बनाउने हो कि। अब त्यतातिर गजाउँ न। तपाईँको मह नै युरोप पठाउँदा किन सस्तो सस्तोमा पठाउने? क्वालिटी यस्तो छ भने महँगो पठाइदिने। चिउरीको मह चाहिँ 6000 रुपियाँ केजी भन्ने। यसैलाई अलिकति सस्तो उसमा उल्लेख गरेर दियो भने यही नै व्यापार थुप्रो भयो नि। सबै उसले पनि तल्लो घर पनि लियो, माथिल्लो घर पनि लियो। एउटा बाटो त त्यो भयो, एउटा बाटो त त्यो भयो। यो मूल्य हामीले यहाँ गफ गरेर हुँदैन रहेछ कि फेरि मूल्य निर्धारणमा। अब हजुरले भन्नुभएको अघि अर्बको पनि कताको उदाहरणहरू ल्याउनु भएको थियो। त्यतिखेर कानुन नहुँदाखेरि त ब्याङ्क पनि त छाडा थिए नि, लगाम नभएको घोडा जस्तै थिए नि, होइन? विदेश पठाउने कम्पनीहरू पनि त छाडा थिए नि, अर्बोहरू पनि कानुन थिएन, छाडा थिएन। अहिले कानुन बनाइदियो। अब त्यो पहिलेका त पिउतेर आउन पाउँदैनन्। कसैले यस्तो खालको अर्ब जस्तो गर्छ भने पनि त्यसलाई कानुन लाग्छ। सिडिओले तुरुन्तै बोलाएर यस्तो 18% लिन मिल्ने कि नमिल्ने ब्याङ्कले ब्याज कानुनले निर्धारण गर्छ हो। त्यस्तै गरेर यसको रेट कति राख्ने भने पनि कानुनले निर्धारण गर्छ। तर मार्केटमा पाउने जुत्ताको त्यस्तो छैन, जति पनि रेट राख्न पाइन्छ। यस्तो हो नि सर, यो मूल्य कानुन भन्दा पनि मार्केट प्राइस भनेको त मार्केट पूर्तिको आधारले हो नि। मार्केट पूर्तिको आधारले अर्थशास्त्रले त्यसो भनेको छ, अर्थशास्त्रले त्यस्तो भनेको छ। तर नेपालको कानुनले के भनिदियो भने यो प्रोडक्टहरुमा हुँदैन। युटर्न जस्तो बिजनेस गर्दा त्यसरी हुँदैन। युटर्नले यो चिजलाई 100 को बेच भन्न त कानुनले भन्न मिल्दैन नि। युटर्नलाई यो 18% मा भन्न मिल्छ कि मिल्दैन? ब्याङ्कको ब्याजले 18% भन्न मिल्छ कि? यतिसम्म ब्याज भन्ने मापदण्ड होला हो। त्यस्तै युटर्नले यो चिजलाई होइन, यसलाई कन्ट्रोल गरेको ठाउँमा भनिदिन्छु हजुरलाई पोइन्ट है त। यो लामो जमिन्छ फेरि, होइन? हाम्रो अर्कोतिर जानुपर्ने विषय छोड्छौँ। यस्तो त्यहाँ जति मूल्यमा जति ब्याज तिरेर बचत सङ्कलन गर्यो त्यसमा 4% मात्र थप्न पाउँछौ भनेको छ। सरकारीले 6%, वित्तीय संस्थाले 4% त्यति भनेको छ। त्यस्तै गरेर यसमा पनि तिमीले जतिमा तयार गर्यौ त्यसमा भ्याट र 42% थप्न पाउँछौ भनेको छ। भ्याट प्लस 42%। 42%।
42% भन्नु मार्केटिङ बजारीकरण हजुर 42%, 43% भयो भने त कारवाही भएको छ नि त। अब त समस्या भएन नि हैन हो। त्यस्तै गरेर अब सबै उत्पादन युटन जस्ता कम्पनी खोल्यो भने त्यही हुन्छ, तर जुत्ता कम्पनीले त्यो गर्दैन, कपडा कम्पनीले त्यो गर्दैन, र चामल उद्योगले पनि त्यो गर्नु पर्दैन। छाडै छ त्यहाँ पनि बजारीकरणमा खुला छ, खुला अर्थतन्त्र भनेको छ। तर यसमा त्यस्तो छैन, ब्याङ्कलाई जसरी कन्ट्रोल गरेको छ त्यस्तै गरेर कन्ट्रोल गरेको छ। म चाहिँ अब चाहिँ ढुक्क हुन सकिन्छ है। यो एउटा आइपल्सको भन्ने पनि आएको थियो, त्यो इन्डियन त्यो होलिस्टिक भन्ने पनि थियो। त्यो आइपल्सको चाहिँ एउटा त्यो 4 पत्ता दिनुपर्ने अनि 18